गाइज यस च्याप्टरमा हामी क्रोमा कीको बारेमा डिस्कस गर्न गइरहेका छौं राइट। यो अप्सन निकै नै पपुलर टेक्निक रहेको छ आफ्नो भिडियोको ब्याकग्राउन्डलाई रिमुभ गर्नको लागि। बट यस अप्सनलाई युज गर्नको लागि केही टर्म्स एन्ड कन्डिसनहरु रहेका छन्। टर्म्स एन्ड कन्डिसन भन्नाले तपाईको जुन भिडियो छ त्यो भिडियोको ब्याकग्राउन्ड कि त ग्रीन कलरमा हुनु पर्यो कि त तपाईको ब्लू कलरमा हुनु पर्यो। ग्रीन र ब्लू कलरमा तपाईको ब्याकग्राउन्ड छ भने पछाडी भिडियोको ब्याकग्राउन्ड छ भने पछाडी तपाईले क्रोमा कीको सहायताबाट सजिलैसँग आफ्नो भिडियोको ब्याकग्राउन्डलाई चाहिँ रिमुभ गर्न सक्नुहुन्छ। र अर्को कुरा तपाईको ब्याकग्राउन्डमा पनि लाइटिङ चाहिँ राम्रो हुनुपर्छ, नत्र भने तपाईको जुन स्याडो तपाईको ब्याकग्राउन्डमा आयो भने पछाडी तपाईले पर्फेक्ट तरिकाले आफ्नो भिडियोको ब्याकग्राउन्डलाई चाहिँ रिमुभ गर्न सक्नुहुँदैन राइट। अब हामीले ग्रीन कलरमा गरेको भिडियोलाई अथवा ब्लू कलरमा रेकर्ड गरिएको भिडियोलाई कसरी ब्याकग्राउन्ड रिमुभ गर्ने त VN एप्लिकेसनबाट भन्ने कुरा हेर्दै छौं। सो त्यसको लागि तपाईले क्रोमा कीको माध्यमबाट गर्न सक्नुहुन्छ। बट म तपाईलाई एउटा न्यू फ्रेश प्रोजेक्टबाट चाहिँ देखाउँदै छु तपाईलाई कन्फ्युज नहोस् भनेर है त। सो मैले एक्जिट गरिसके पछाडी न्यू प्रोजेक्टमा गए। न्यू प्रोजेक्टमा गइसकेपछि अलमा गए। अलमा गइसके पछाडी मैले क्रोमा कीको अप्सन छ। अब फर्स्ट अफ अल चाहिँ हामीले ब्याकग्राउन्ड चाहिँ राख्नु पर्ने हुन्छ। सो ब्याकग्राउन्डमा चाहिँ मैले यो फोटोलाई चुज गरे। यो फोटोलाई चुज गरिसके पछाडी नेक्स्ट गरे। नेक्स्ट गरिसके पछाडी अब हामी यो ब्याकग्राउन्डलाई चाहिँ लेन्थ बढाउँछौं। यसको लेन्थलाई यसरी बढाइदिन्छौं र अब हामी यो प्लेट छ, प्लेटलाई चाहिँ हामीले स्टार्टिङमा राख्छौं। फेरि हामी यो PIP मा गएर अलराइट हामीले यो ग्रीन स्क्रिनमा भएको फुटेज एड गर्छौं र यसलाई हामीले यसरी अलिकति ठुलो बनाइदिन्छौं। र अब यो ग्रीन स्क्रिनमा भएको ब्याकग्राउन्ड छ यसलाई हामीले रिमुभ गर्नको लागि यसमा क्लिक गरिसके पछाडी हामी स्लाइड गर्यो भने पछाडी क्रोमा भन्ने अप्सन पाउन सक्नुहुन्छ। यसमा क्लिक गर्छौं। यसमा क्लिक गरिसके पछाडी अब तपाईले हेर्नु होला कहाँनेरबाट पर्फेक्ट तरिकाले कलर पिक हुन्छ। सो मैले यहाँनेर गएर छोड्दिए र यसको इन्टेन्सिटीलाई तपाईले म्यानेज गर्न सक्नुहुन्छ। यहाँबाट टिक गर्दिए सिम्पल रूपमा र हामीले यसरी यसलाई म्यानेज गर्न सक्छौं यस साइडमा। र अब यसको ब्याकग्राउन्ड अनुसार यसको कलर म्याच भएको छैन। यसलाई हामीले सिम्पल रूपमा फिल्टरमा क्लिक गर्न सक्छौं। फिल्टरमा क्लिक गरेर हामीले कलर कनेक्सन गर्ने भनेको यो र फिल्टरमा क्लिक गर्छौं। एडजस्टमा क्लिक गर्छौं। त्यसपछि हामीले यसको ब्राइटनेसलाई अलिकति घटाइदिन्छौं किनकि यसको ब्राइटनेस धेरै छ। ब्राइटनेसलाई घटाउँछौं र हामीले सेचुरेसनलाई पनि घटाइदिन्छौं। र हामीले अर्को टेम्परेचरलाई पनि हामीले घटाइदिन्छौं। हल्का ब्लू टाइपमा चाहिँ हामीले जुन ब्याकग्राउन्ड छ व्हाइट एन्ड ब्लूमा यसलाई चाहिँ हामीले हेर्न सक्छौं र यहाँबाट एप्लाई गर्दिन्छौं। अलराइट, यसरी चाहिँ तपाईले आफ्नो भिडियोको ब्याकग्राउन्डलाई सजिलैसँग क्रोमा कीको सहायता मार्फत आफ्नो ब्याकग्राउन्ड चाहिँ रिमुभ गर्न सक्नुहुन्छ।